हाउ क्यान आई बिलिभ कि मैले अब मेरो आइडल नेमार जुनियरलाई चाहिँ ब्राजिलियन किटमा फुटबल खेलेको अब म बाँचुन्जेल नै देख्न पाउँदिनँ भनेर। ब्राजिलको लागि 2026 विश्वकपमा एज अ रेस्क्यु म्यान भनेर चिनिरहेका भिनिसियस जुनियरले किन लिएनन् हिजो त्यो एकदमै महत्त्वपूर्ण पेनाल्टी। हिजो 2026 विश्वकपको राउन्ड अफ 16 को म्याच ब्राजिल भर्सेस नर्वे बिचको खेल समापन भएसँगै ब्राजिलियन फ्यान्स नेमार फ्यान्सहरूलाई चाहिँ होइन सबैलाई स्तब्ध बनाएको छ। त्यो म्याचको कुरा गर्ने हो भने नर्वेले एकदमै राम्रो खेलेको थियो, फिनिसिङ राम्रो थियो, दे डिजर्भ द विन होइन, विन डिजर्भ गर्थे, जिते पनि। त्यही माथि उताको गोल रक्षकले पनि एकदम आफ्नो राम्रो भूमिका निभाउनु भयो, बधाई छ उहाँलाई पनि। अनि हाम्रो यता हामीले चाहिँ लगभग त्यो सुरुमा पाएको पेनाल्टी नै गुइमारेसको सट्टा भिनिसियसले लिएको भए चाहिँ त्यही हुन्थ्यो कि भनेर आश गरेका थियौँ। त्यही बेला नै लगभग आधी फुटबल फ्यान्सहरूले होइन, आधी ब्राजिलियन फुटबल फ्यान्सहरूले चाहिँ यहाँबाट गेम चेन्ज हुन्छ अब भनेर ठानेका थिए। बट जब त भिनिसियसले लिएनन्, भिनिसियसले गुइमारेसलाई दिए बल, त्यसपछि गुइमारेसले पेनाल्टी सुट गर्नुभन्दा अगाडि नै लगभग मैले पनि र प्राय सबै ब्राजिलियन फ्यान्सहरूले यो निश्चित गरिसकेका थिए कि यो एकदम गलत भयो र निश्चित अब गेममा गडबड हुन्छ भनेर। त्यसपछि गुइमारेसले पेनाल्टी सुट गरे, जुन चाहिँ हाम्रो नर्वेका गोल रक्षकले एकदमै उत्कृष्ट गोल बचाउ गरिदिनु भयो। भिनिसियस भनिसकेपछि यो 2026 विश्वकपमा ब्राजिलको लागि एउटा रेस्क्यु म्यान होइन, एज अ रेस्क्यु म्यान चिनिरहेका थिए क्या। जस्तै ब्राजिल भनेपछि भिनिसियस भनेर भइरहेको थियो होइन, जसमा ओपनिङ म्याचदेखि लिएर राउन्ड अफ 16सम्म उहाँको एकदम ठुलो भूमिका थियो होइन भिनिसियसको। त्यही भएर प्रायः सबै फुटबल फ्यान्सले चाहिरहेका थिए र गोल स्कोरिङको अनुसार होइन, कम्पिटेटिभको अनुसार पनि कम्पिटेटिभ जान लागि पनि भिनिसियसले नै पेनाल्टी लिनुपर्छ भन्ने लागेको थियो मलाई मात्र होइन। नेमार टिममा नभएको खण्डमा होइन भिनिसियस होइन एज अ कम्पिटेटिभ आइरहेको थियो र उसको अहिलेसम्मको पर्फर्मेन्स अनुसार त्यो पेनाल्टी चाहिँ भिनिसियसले नै लिनुपर्छ भन्ने हामीले आशा गरेका थियौँ। भिनिसियसले नै लिन्छ भन्ने विश्वास गरेका थियौँ। तर भिनिसियसले चाहिँ गुइमारेसले पास दिए होइन, बल दिए। त्यसपछि भिनिसियसमा चाहिँ एकदमै नेगेटिभ कुराहरू आइरहेको थियो भिनिसियसमाथि होइन। उमा चाहिँ यस्तो किन गर्यो, यस्तो हिरो भनेर किन बल दियो, उसले रेस्क्यु म्यान होइन एज अ रेस्क्यु म्यान आइरहेको थियो यहाँसम्म होइन, ब्राजिलको लागि रेस्क्यु म्यान बनेर पर्फर्मेन्स दिइरहेको थियो अहिलेसम्म, किन गर्यो यस्तो भिनिसियसले भनेर। तर खासमा कुरो के रहेछ भन्दा भिनिसियसले पनि आफूले नसक्ने भएर, आफूमा कन्फिडेन्ट नभएर बल गुइमारेसलाई दिएका होइन रहेछन् कि एन्सिलोटी हाम्रो हेड कोच, लेजेन्ड हेड कोच कार्लो एन्सिलोटीको पेनाल्टीको लिस्टमा नै उहाँले चाहिँ पहिले प्रिपेरेसन हुन्छ नि त, पेनाल्टी भयो भने कसले हान्ने, यो भयो भने कसले हान्ने, फ्री किक कसले हान्ने भनेर हो। त्यो प्रिपेरेसनमा चाहिँ भिनिसियसलाई पेनाल्टी टेकरको रूपमा चाहिँ 6औँ स्थानमा राखेका रहेछन् क्या। अब यो किन हो, के को लागि हो होइन, त्यो मलाई थाहा भएन होइन। उहाँलाई चाहिँ अब पहिला गुइमारेस, त्यसपछि के थियो, भिनिसियस जुनियरलाई चाहिँ 6औँ स्थानमा राखेका रहेछन्। यदि त्यो अगाडिको 5जना मध्येले हानेन भने त्यसपछि पालो चाहिँ भिनिसियसको आउने। त्यही भएर भिनिसियसले गुइमारेसलाई दिएका रहेछन्, जुन कुरो चाहिँ हामीलाई हिजो थाहा थिएन भिनिसियसले किन यस्तो गर्यो भनेर। तर आज स्टेटमेन्ट हेर्दा उहाँको होइन खासमा कुरो त्यस्तो रहेछ। ब्राजिलियन साम्बाहरूले चाहिँ धेरै गोल्डन चान्सहरू पनि गुमाउन पुगेका थिए। जस्तै 1v1 सिचुएसन, 1-2चोटि 1v1 सिचुएसन होइन, इन्द्रिकको त्यो गोल्डन चान्स, अनि मार्टिनेलीको त्यो हेडर नपुग्नु होइन, लास्टमा कासामिरोको बल त्यो असिस्ट भइदिएर नेमारको स्कोर हुने धेरै सम्भावना थियो, तर त्यो पनि भएन। र लास्टमा हुँदा खेल अन्तिममा आइपुग्यो, एउटा पेनाल्टी पायो होइन, पेनाल्टी जुन चाहिँ नेमारले एकदमै उत्कृष्ट तरिकाले स्कोर गरे। नेमार हाम्रो आइडल नेमार जियाले स्कोर गर्दै होइन यो म्याचलाई चाहिँ 2-1मा समापन गराउनलाई सफल हुनुभयो। यहाँबाट अब ब्राजिलियन प्लेयर्सहरूको मात्र नभए हामी सारा फुटबल फ्यान होइन, हामी ब्राजिलियन फुटबल फ्यान्सहरू सबैको चाहिँ सपना चकनाचुर भयो होइन, जुन चाहिँ हामीलाई एकदमै हार्डली नचाहँदा पनि एक्सेप्ट गर्नु पऱ्यो, रुँदै एक्सेप्ट गर्नु पऱ्यो। अनि विश्वकपबाट बाहिरिएको दुःख त छँदैछ होइन, उता हेऱ्यो त्यही प्लेयर रोको छ होइन, उता कासामेरो रोको छ, उता सबै प्लेयर रोको छ क्या। बिचरा गुइमारेस पनि रोको छ होइन। अब उसलाई नै लकले साथ नदियो, बिचरा स्कोर गर्ने प्लेयर हो तर उसलाई नै साथ नदियो, उसले पेनाल्टी मिस गर्यो सायद मेरो कारणले भनेर होला, ऊ पनि रोइरहेको छ, सबै कासामेरो घाँका रोइरहेको छ, नेमारलाई झन् हेर्नै नसक्ने भएको छ होइन, यति रोको छ। अनि त्यो देख्दै गर्दा फेरि त्यो वर्ल्ड कपबाट बाहिरको दुःख त छँदैछ, फेरि आज बिहान यसो झलास उठ्यो जसो तसो होइन,
निन्दै लागेको थिएन रातभरि पनि। बिहान जस्तो यसो उठेर मोबाइल हेरेको, नेमार जुनियर रिटायरमेन्ट भनेर आएर क्या। फुटबल नै के भनेर हेर्ने, कसको लागि हेर्ने, को चाहिँ छ भनेर हेर्ने जस्तो भइसकेको छ क्या। ब्राजिल भनेपछि नाम आउने नेमार, जो चाहिँ हाम्रो आइडल हुन् होइन, मेरो आइडल हुन् नेमार, उहाँले चाहिँ अब रिटायरमेन्ट लिनु भइसक्यो। अब हामी बाँचुन्जेल उहाँले त्यो जादु गरेको होइन, इतिहास रचेको त्यो खुट्टाले चाहिँ बल खेलेको, उहाँले ब्राजिलियन किट लगाएर बल खेलेको अब बाँचुन्जेलै देख्न पाउँदैन क्या। कसरी एक्सेप्ट गर्नु यो कुरो? यति दुःख लागेको छ। कहाँ गएर व्यक्त गरौँ, कहाँ गएर रुने होइन, रुएर फेरि हुन्छ कि कहाँ गएर के चाहिँ गर्नु? अब ब्राजिलियन फ्यान्सहरूलाई जस्तो अहिले होइन यति गाह्रो भइरहेको छ नि ब्राजिलियन फ्यान्सहरूलाई, नेमार विशेष गरी नेमार फ्यान्सहरूलाई शब्दमा बयान गर्न सकिन्न क्या।